साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु म चाहिँ आज मल बोक्न लागेको छु है काँक्रा रोप्नलाई डोको यहाँ छ मलको थुप्रो त्यहाँ छ सुँगुरको मल निकालेको आज चाहिँ म मल बोक्दै छु यतातिर हाम्रोतिर यस्तो छ सुक्खा अहिले त बाँस मात्रै हरियो छ है साथीहरु हाम्रोतिर सबै अहिले त सुक्खा लागेको छ प्याजको बिउ प्याज रोपिसक्यो आज चाहिँ म तल काँक्रा रोप्छु लसुन बारी भित्र अब त मल बोकेर लाग्यो ओह्रालो यो पनि मलै हो यो चाहिँ दाना मल यो चाहिँ आलु बारी आलु रोपेको यस्तो छ आलु बारी यो चाहिँ लसुन बारी यसकै साइडमा म काँक्रा रोप्छु काँक्राको बिउ चाहिँ यस्तो भएको छ देख्न सक्नुहुन्छ मैले चाहिँ ठिक ठाउँमा राखेर छोडेको छु अब मल लाउने हो अनि रोप्ने हो यो चाहिँ अस्ति रोपिसकेको इस्क्वास फापर यो चाहिँ इस्क्वासको बिरुवा है साथीहरु इस्क्वास अस्ति रोपेको इस्क्वासको बिरुवा काँक्रा चाहिँ म यसरी राखेको छु अब मेरो काँक्रा नै रोप्छु म यसरी परैसम्म राखेको छु तल चाहिँ साग छ है साथीहरु साग त्यो तलको बाटो भइहाल्यो मलको भारी यस्तो छ देख्न सक्नुहुन्छ यो चाहिँ काँक्राको बिउ अहिले काँक्राको बिउ सपेन हो साथीहरु यस्तो छ कक्रक्कै परेको छ अब रोपेर कतै फेरिन्छ कि भनेर रोप्नु खोजेको यस्तो छ के भएर जाडोले होला यस्तो भएको अब म रोप्छु अनि त्यसपछि यसलाई के फिर्छ के छिर्छ है फिर्यो भने म देखाउँछु पछि भिडियोमा हजुरहरूलाई पनि यो पनि मल दुई भारी मल ल्याइरहेको छु कति पुग्छ यो साग रोपेको निलो डाक्ला वाले यो चाहिँ मैले काँक्रा रोप्नलाई डोब बनाइसकेँ देख्न सक्नुहुन्छ 4टा बनाएँ यसमा अब यो मल हाल्छु अलिअलि मुनि थोरै धेरै हाल्नु हुँदैन हालिसकेँ यसरी अब म सुँगुरको मल हाल्छु सुँगुरको मल पनि हालिसकेँ अब म चाहिँ काँक्रा रोप्नतिर लागे है साथीहरु ठाउँ बनाउने हल्का यसलाई टोप बनाउने छिराउनलाई काँक्रा चाहिँ देख्न सक्नुहुन्छ यसले अब सर्लक्कै यहाँ निस्किन्छ यसरी यस्तरी निस्किन्छ यो ठ्याक्कैसँगले अनि टक्कै यस्तरी रोप्दिने सर्लक्कै बच्छ यो चाहिँ अर्को माटोमा राखेको चाहिँ मर्छ
यसको जरा चुटिन्छ नि त नि, यसको चाहिँ जरा चुटिने भएन। केही अर्को साललाई नि काम लाग्यो यो प्लास्टिक। यसरी गरेर निकाल्यो भने ठ्याक्कै मललाई हल्का फिजाउने अनि माटोले यसरी छोप्ने त्यो मललाई यसरी चारैतिरबाट अनि यहाँ डुब बनाउने। यो काँक्रालाई यसरी गरिदिने सट्टै निस्किन्छ। यसको जरा एउटा चुटिनु पाएन, यसलाई यसरी ठ्याक्कै राखिदिने अनि हल्का माटोले यसरी छोपिदिने। हामी चाहिँ यसरी रोप्छौँ है। तपाईँहरू कसरी रोप्नुहुन्छ? यति गरेपछि सडक्कै बच्छ। अब यहाँ पनि त्यसरी रोप्ने हो। मैले चाहिँ आजको लागि चाहिँ काँक्रा रोपिसकेँ है साथीहरू। भरेसम्म रात पनि पर्यो, यसरी फ्यालेको छु। प्लास्टिक चाहिँ यो फेला पारेर लानुपर्छ, राख्नुपर्छ। अर्को साललाई हुन्छ। काँक्रा चाहिँ रोपिसकेँ, बाँझै नखनी रोपिदिएको। अब भोलि पर्सि मल बोकेर खन्ने। त्यो चाहिँ झपक्क झपक्क साँझ पर्दैछ है। अब चाहिँ तुरी फुलिया छ पहेँलै। म चाहिँ लागेँ अब घरतिर तरकारी साग बोकेर। साग यस्तो वाला साग बोकेर घरतिर लागेँ है साथीहरू। अब रात पनि पर्दैछ, खाना बनाउनु पर्ने। पानी पनि बारीमा सार्न जानुपर्ने। यस्तो छ है गाउँले जिन्दगी, यसरी चलिरहेछ।